ल आज चाहिँ जीवनमा पहिलोपटक धरहरा चढ्न लाग्दैछु। अब पहिलाको धरहरा चढ्न पाइएन है। आज चाहिँ बुढीसँग धरहरा चढ्न लेखेको रहेछ है। यो चाहिँ मेरो बुढी है। आज चाहिँ बुढाबुढी भएर चाहिँ अब कता जाने टाढा भन्दा यही नजिकै धरहरा चढौँ भन्ने भयो। ल अब चाहिँ तपाईँलाई देखाउँदैछु धरहरा घुमेर धरहरा ल धरहरा चाहिँ यसरी सिँढी चढेर जाँदैन। ल फाइनल्ली धरहरा आइपुग्यो। माथि चढिसक्यो है। ल काठमाडौँको चाहिँ दृश्य आज चाहिँ राम्रो देखिएको छ। मौसम फुल सफा छ। सहर चाहिँ राम्रो देखिएको छ। बसन्तपुर मन्दिर देखाउँदैछु मैले जुम गरेर। बसन्तपुर दरबार हनुमान ढोका राम्रो देखिएको छ। मौसम खुलेको छ आज। क्लियर छ। काठमाडौँ सिटी एकदम सुन्दर देखिएको छ आज मौसम खुलेको हुनाले। हेरेर मनोरञ्जन लिन सक्नुहुन्छ है त। धरहरा नचढेको पनि आज चाहिँ यही भिडियो हेरेर भयो भने काठमाडौँ घुम्नुहोस् है त। साउथ गेट राम्रो देखिएको छ। एयरपोर्ट इन्टरनेसनल एयरपोर्ट पनि त्रिभुवन इन्टरनेसनल एयरपोर्ट पनि देखिँदो रहेछ। राम्रो देखिएको छ। क्लियर देखिएको छ आज मौसम खुलेको हुनाले। रमाइलो गर्नुहोस् है त। धरहराको भिडियो अरे अब यही सिँढीको बाटो चढ्ने अरे यस्तो अव्यवस्थित छ है। के भन्ने त्यो पिलर अब लेफ्ट अस्ति भनेर अनि अहिले भिडियो भनेर बन्द गरेर बुढीले पठाइदिनु भने ल अलिक है त।